यो हाम्रो केचना कञ्चनजङ्घाको बन्दै गरेको सडकमा यो ठाडे खोलामा बन्दै गरेको यो कलपट पुल, कलपट भन्दा चाहिँ तर पुलै जस्तो हुँदो रहेछ। यताबाट यसरी एउटा रहेछ यो बिचमा एउटा, र यो उतापट्टि अब फेरि फन्डिसन उठाउन सुरु गरिरहेको रहेछ। यहाँ चाहिँ त्यो मोटो रड आएर यसलाई पर बुनेर लगेर परबाट फेरि यस्तो बिचको जस्तै ठुलो लामो खालको उठाउने रहेछ। र यहाँ चाहिँ ढलाइ भइसकेर अब पानी यताबाट तार्दैछ। अब यहाँ यो पानी यताबाट तारिसके पछाडि अब उतापट्टि चाहिँ फेरि ढलाइ गर्नु सुरु हुने रहेछ। यो चाहिँ बन्दै गरेको, यो चाहिँ कलपट भनेको छ, तर यो चाहिँ बक्स कलपट भन्छ। यो चाहिँ पुलै जस्तो हुने रहेछ। यो चाहिँ अब बनिसक्दाखेरि निकै गाडीहरूलाई सजिलो हुने रहेछ। यो चाहिँ अब यतापट्टि त्यो बेलासे पुलपट्टिको ठाउँ भयो, यताबाट आएर यहाँ आएर अब यहाँदेखि चाहिँ फेरि यहाँ यस्तो यो दुईवटा यतापट्टि बन्यो, इलामपट्टि बनिसक्यो, र यो बिचमा एउटा बन्यो। अब यस्तै उतापट्टि बनिने रहेछ। अब उतापट्टि बने पछाडि चाहिँ यो फन्डिसनको काम सकिने रहेछ। त्यस पछाडि चाहिँ माथिको काम हुने रहेछ। यो बनिसक्दाखेरि एकदमै राम्रो हुने रहेछ।